फिल्म सुरु हुन्छ भविष्यको नजिकैको समयमा जहाँ एक विशाल सौर्य विस्फोटले ओजोन तहलाई नष्ट गरियो र पृथ्वीलाई बाँच्न असम्भव बिरान ठाउँ बनाइदियो। संसारभर चरम मौसमको घटनाहरू सुरु भए र यदि जीवहरू छायामा बस्न सकेनन् भने उनीहरू सूर्यको अत्यधिक अल्ट्राभायोलेट किरणबाट जल्थे। सौर्य विस्फोट भएको 15 वर्षपछि इन्जिनियर दीपक आफ्नो रोबोट साथी देवसँग आपूर्ति खोज्न बाहिर निस्कन्छन्। युभी किरणबाट बस्नका लागि दीपकले यस्तो विशेष स्विट लगाएको हुन्छ जसले उनको सम्पूर्ण शरीरलाई सुरक्षा दिन्छ र रेडिएसनको स्तर अत्यधिक भएमा सचेत गराउँछ। दीपक अलिकति गीत गाइरहँदा उनी र देव पसल वरिपरि घुम्दै जुनसुकै चीज भेट्टाए उठाउँछन् जसमा कुकुरको खाना पनि पर्छ। पसलको भित्री भागमा धेरै शवहरू फेला पर्छन् तर उनीहरूलाई त्यहाँको दृश्यले कुनै प्रभाव पार्दैन। काम सकिएपछि दीपकले भवनमा चिन्ह लगाउँछन् ताकि भविष्यमा थाहा होस् कि उनीले यसलाई पहिले नै खाली गरिसकेका छन्। त्यसपछि दीपक ट्रकमा चढ्छन् र आफ्नो नक्सा अनुसार बगेर बालुवाले ढाकिएको बिरान शहरमा प्रवेश गर्छन्। वरिपरि कुनै मानिस नभएकोले दीपकले ट्रकको सहारा लिएर पुराना कारहरू हटाउँछन्। अचानक दीपकको स्विटले ठूलो आँधी आउँदैछ भनी चेताउँछ। उनी सकेसम्म छिटो भाग्ने प्रयास गर्छन्। धेरै कारसँग ठोक्किँदा पनि उनी समयमै शहरबाट बाहिर निस्कन्छन्। छिट्टै उनी आफ्नो भूमिगत प्रयोगशालामा पुग्छन् जुन पहिले उनी काम गर्ने अन्तरिक्ष ऊर्जा कम्पनीको भवन थियो। आँधी नजिकिँदैछ तर दीपकले देवलाई तानेर छिटो भवनभित्र प्रवेश गर्छन्। भित्री भागमा सुरक्षित भएपछि दीपक आफ्नो स्विट र देव दुवैलाई गहिरोसम्म सफा गर्छन्। त्यसपछि उनी स्नान गर्छन्। अचानक उनी खोकी लाग्न थाल्छन् जसले देखाउँछ कि उनी बिस्तारै रेडिएसनको धेरै मात्रा सेवन गरेको कारण मर्न लागेका छन्। सबै कुरा सफा भएपछि दीपकले आफ्नो अपार्टमेन्टमा प्रवेश गर्छन् र आफ्नो कुकुर रामुले न्यानो स्वागत गर्छ। उनीहरूले धेरै अँगालो र चुम्बन साटासाट गर्छन्। रामुले दीपकले भेटेको कुकुरको खाना खान्छ तर दीपकले केवल एक पिउने कुरा गर्छन् किनभने उनका आपूर्ति कम भइरहेका छन्। दीपकले आजको आपूर्ति फ्रिजमा राख्छन् र एउटा फिच सिन्धुको डिब्बामा नजर अडाउँछन् तर आफूलाई सम्झाउँछन् कि यसलाई विशेष क्षणको लागि बचत गर्नुपर्छ। त्यसपछि दीपक आफ्नो मुख्य प्रोजेक्टमा काम गर्छन्, मानव जस्तो रोबोट बनाउने जसले दीपक नहुँदा रामुको हेरचाह गर्नेछ। एक रोबोट हातले पुस्तकालयका सबै पुस्तकहरू लिएर स्क्यानरमा हाल्छ जसले ती ज्ञानहरू डेटाबेसमा अपलोड गर्छ जुन दीपक रोबोटको मस्तिष्क निर्माण गर्न प्रयोग गर्नेछन्। उनी केवल रामुसँग बल खेलाउन रोक्छन् र कुकुर खुसीसाथ बल ल्याएर फेरि खेल्न तयार हुन्छ। बेलुकी दीपक रेडिएसन बारेको पुस्तक पढ्छन् र थोरै समय बाँकी छ भनेर थाहा पाउँदा उदास हुन्छन्। निदाउनुभन्दा पहिले उनी रोबोट निर्माण जारी राख्छन्। उनी लगभग टाउको पूरा गरिसकेका हुन्छन् तर आँखाहरू बाँकी छन्। त्यसैले देवलाई लिएर उनी आँखाहरू पछि हाल्ने बाचा गर्छन्। रोबोटलाई सक्रिय गर्दा यो बोल्न सक्षम हुँदैन तर दीपकको प्रश्नमा टाउको हल्लाएर जवाफ दिन सक्छ। दीपक अत्यन्त उत्साहित हुन्छन् र बोल्न सक्ने समस्या समाधान गर्छन्। यसले रोबोटलाई बोल्न सक्षम बनाउँछ र रामुले यसलाई हावाहुरीपूर्वक बोक्छ। रोबोटले आफैलाई भोते भन्छ र स्क्यान भएका पुस्तकहरूबाट धेरै तथ्यहरू जान्दछ तर यसले दीपकको प्रोग्राम गरिएका आदेशहरू पालना गर्नुपर्छ जस्तै मानिसलाई हानि नगर्नु। सबैभन्दा महत्त्वपूर्ण चौथो आदेश भनेको दीपक नहुँदा रामुको रक्षा गर्नु हो। अचानक भवनको बिजुली जान्छ। दीपक बाहिर जान्छन् र पवन टर्बाइन चलाउँछन् जबकि भोते रामुसँग कुरा गर्न खोज्छ तर कुकुरले भोतेको खुट्टामा पेसाब गर्छ। त्यसबेला दीपकले ठूलो आँधी नजिकिँदैछ भनेर देख्छन् र छिटो भवनभित्र फर्केर भोतेलाई मौसम स्टेशनसँग जोड्छन्। पत्ता लाग्छ कि आगामी 24 घण्टामा 4वटा आँधी आएर एक विशाल आँधी बनाउनेछ जसले लगभग 40 दिनसम्म चल्नेछ। यस्तो प्रकोपबाट बाँच्न सम्भव छैन त्यसैले दीपक निर्णय गर्छन् कि तुरुन्तै जानुपर्छ। अन्ततः दीपक आफ्नो फिच डिब्बा खाँदै र आफ्नो नाकबाट रगत आउँदै भए पनि नक्सा हेरिरहेका छन्। उनको एकमात्र मौका पश्चिमतर्फ सैन फ्रान्सिस्को तर्फ जानु हो। दीपक भोतेको पूर्ण शरीर निर्माण गर्छन् र डेटा ट्रान्सफर दर बढाउँछन् जसले गर्दा डेटा 72 मा मात्र हुन्छ तर अब समय छैन। रोबोटको शरीर टाउकोसँग जोडिन्छ र भोते सफलतापूर्वक उभिन्छ। दीपक त्यसलाई हिँड्न सिकाउँछन् जसले रामुलाई थप खुसी बनाउँछ। केही पटक खस्छ तर छिट्टै भोतेले हिँड्न सिक्छ। त्यसपछि दीपक आवश्यक सबै कुरा प्याक गर्छन् र आफ्ना पोस्टकार्डहरू पनि ल्याउँछन्। देव लगातार चीजहरूमा ठोक्किन्छ त्यसैले दीपकले सुरक्षा क्यामेरा प्रयोग गरेर देवको आँखाहरू सुधार्छन्। समूह आरभीमा चढेर अन्ततः यात्रा सुरु गर्छ। यात्रा क्रममा उनीहरूले वरिपरि सबै ठाउँ बिरान र मरुभूमि बनेको देख्छन्। दीपकले उनीहरूलाई फूलहरू र मौरीहरूको समयको सम्झना सुनाउँछन्। भोतेको टाउकोमा थोरै ढिलो भाग हुन्छ त्यसैले नयाँ शहर पुगेपछि दीपक रोक्छन् र मर्मत गर्छन्। मर्मतका क्रममा भोते पोस्टकार्ड संग्रह हेर्छ र देख्छ कि दीपकले सैन फ्रान्सिस्कोको पोस्टकार्ड विशेष ठाउँमा राखेका छन् जुन उनका काकाले पठाएको रहेछ। भोतेलाई सिडनीको
पोस्ट कार्ड मन पर्छ तर त्यो टाढा भएकाले उनी गोल्डन गेट हेर्न उत्साहित हुन सहमत हुन्छ। मर्मत सकिएपछि दीपक घोषणा गर्छन् कि उनीहरू आपूर्ति खोज्न बाहिर जानेछन्। देव निराश हुन्छ कि दीपक यस पटक भोटेलाई लिएर जानेछन्। सडकमा हिँड्दै दीपक भोटेलाई खुट्टा चाल्ने र आपूर्ति खोज्ने आधारभूत कुरा सिकाउँछन्। उनीहरूले अन्ततः एउटा चलचित्र हल भेट्छन्। ढोका जन्जिरले बन्द छ तर भोटे यति बलियो छ कि ढोका नै तानेर खोल्छ। भित्र भोटे पहिलो पटक ऐना देख्छ र आफूलाई। दीपक उत्साहित हुँदै पपकर्नको झोला भेट्छन्। उनी यसलाई बाहिर लिएर देखाउँछन् कि सूर्य यति शक्तिशाली छ कि केही सेकेन्डमै पपकर्न फुट्छ। तर उनीहरूको रमाइलो क्षण बीचमा आदि नजिकिँदैछ भनेर देखिन्छ। उनीहरू तुरुन्तै आरभीमा फर्कन्छन् र शहर छोड्छन् तर आदि छिट्टै उनीहरूलाई समात्न लागेको हुन्छ। उनीहरूको एकमात्र विकल्प भनेको शेल्टर सुरक्षित ठाउँ खोज्नु हो। त्यसैले दीपकले भोटेलाई आरभीलाई तारहरूले बाँध्न सहयोग गर्न लगाउँछन्। दीपक आफ्नो रोगको कारण छिट्टै थकित हुन्छन्। त्यसैले भोटेले काम पूरा गर्नसम्म उनलाई भित्र फर्काउन पठाउँछ। रामुलाई एउटा क्याबिनेटमा राखिन्छ र दीपकले सबै च्याल ढाक्छन्। त्यसपछि भोटे अन्तिम तार राख्छ र आदि आरभीमा हान्नु अघि तुरुन्तै भित्र दौडन्छ। आदिले आरभीलाई हिर्काउँदा यो पागल चाहिँ हल्लिन्छ। दीपक र भोटेले सबै फर्निचर समातेर टिक्न प्रयास गर्छन् तर सबै तार एक एक गरी फुट्न थाल्छन्। अन्ततः केवल एउटा बाँकी रहन्छ। केही मिनेटको हल्लापछि आदि बिर्सिन्छ र समूह बाहिर आउँछ। दीपकले देख्छन् अन्तिम बाँकी तार भनेको भोटेले आफ्नो अद्भुत शक्ति प्रयोग गरेर राखेको थियो तर साथसाथै एउटा टायर नष्ट भएको पत्ता लगाउँछन्। उनीहरूसँग स्पेयर टायर छ र भोटेको शक्ति प्रयोग गरेर दीपकले टायर परिवर्तन गर्न सक्ने अवस्था बनाउँछ। उनीहरूले त्यो स्थानमै रात बिताउँछन् शान्तिको विश्रामका लागि। भोलिपल्ट उनीहरूले सौर्य प्यानल खोल्छन् र यात्रा जारी राख्छन्। भोटे रामुसँग पुग्छ, कुकुरको भाषा सिक्ने प्रयास गर्छ। दीपकले बुझाउँछन् कि रामु उसमा विश्वास गर्न समय लाग्नेछ। पछि यात्रा जारी रहँदा भोटे दीपकसँग सोध्छ भरोसा के हो। दीपक जटिल कुरा व्याख्या गर्न सक्दैनन्। त्यसैले उनी एउटा कथा सुनाउँछन्। पहिलो जागिरमा उनी खराब कामदारहरूको टोलीमा राखिएका थिए। परियोजना पूरा गर्न उनले सफ्टवेयरको समस्या आफै हल गरे तर पछि टोलीलाई श्रेय दिएर उनीहरूको विश्वास जिते। तर भोटे बुझ्दैन, भन्छ कि दीपकको समस्या त्यो नै थियो कि उनले उनीहरूमा विश्वास गरेनन्। यस वार्तालापलाई दीपकको अति खोकीले बीचमा रोकेको छ। त्यसैले उनी सडकमा रहेको रेस्टुरेन्टमा ब्रेक लिन रोक्छन्। आरभी छायामा पार्क गर्छन् र बिना स्विट रेस्टुरेन्ट भित्र दौडन्छन् तर खोकीको कारण रगत होसिन्छ। अचानक भुक्ने आवाज सुन्छन् र पत्ता लगाउँछन् रामु भोटेसँग बाहिर जान मन पराउँदैन। दीपकले लेस समातेर कुकुरलाई रेस्टुरेन्ट भित्र ल्याउँछन् र भोटेलाई आरभीको सुरक्षा गर्न भन्छन्। दीपक रामुसँग मिलनको प्रयास गर्दा भोटे आरभी प्रयोग गर्न सिक्न खोज्छ। उसले संगीत बजाउँछ र त्यसपछि ड्राइभ गर्ने प्रयास गर्दा गल्तीले कार ठोक्छ। दीपकले यो देख्छन् र तुरुन्त बाहिर दौडन्छन्। रामु उनीसँगै आउँछ र लगभग सूर्यमुनि पाइला राख्छ। भाग्यवश दीपक समयमै रोकिन्छन्। दीपक भोटेलाई त्यसको लागि डाँट्छन् र आरभी फिर्ता ल्याउन लगाउँछन् तर भोटेले रेस्टुरेन्टको स्तम्भ ठोक्छ। दीपक रिसाएर केही सेकेन्ड सूर्यको प्रकाशमा हात राखेर देखाउँछन् कि सूर्य कतिको जलाउँछ। उनी भोटेलाई चिच्याउँछन् ठूला बन र याद राख तिमी पहिलो प्राथमिकता रामुको हेरचाह गर्नु हो। सडकमा फर्किँदा दीपक देख्छन् भोटे चुपचाप छ। त्यसैले उनी भोटेलाई मौका दिन्छन् र सही तरिकाले ड्राइभ गर्न सिकाउँछन्। सुरुमा भोटे अलि अजीब हिँड्छ र केही ढुङ्गा रचना ठोक्छ तर छिट्टै नियन्त्रणमा आउँछ र आत्मविश्वासपूर्वक ड्राइभ गर्छ। रात पर्नासाथ उनीहरूले क्याम्प गर्छन् र उत्तरको बत्तीहरू हेर्छन्। ओजोन तह नहुनाले अब यसलाई सजिलै देख्न सकिन्छ। भोटे सोध्छ किन रातमा ड्राइभ गर्दैनन्। दीपक बताउँछन् कि यो खतरनाक छ किनकि भोकिएका मानिसहरूले छायाबाट आक्रमण गर्न सक्छन्। अर्को बिहान भोटे रामुको भोक सुन्छ र दीपक जाँच गर्न दौडन्छ। दीपक धेरै उल्टापल्ट भइरहेको र कम्पिरहेको हुन्छन्। भोटे उनको हेरचाह गर्छ र विश्राम गर्न छोड्छ। अन्ततः उनीहरू अर्को शहरमा पुग्छन्। भोटे रामुलाई दीपकसँग बस्न भन्छ र उनी स्वयं देवसँग आपूर्ति खोज्न बाहिर जान्छन्। उनीहरूले अस्पतालमा प्रवेश गर्छन् र हेर्छन् तर त्यहाँ धेरै छैन। भोटे देवलाई प्रवेश ढोकामा सुरक्षा गर्न भन्छ र आफूमाथि तलास सुरु गर्छ। कसैले छायाबाट हेर्दैछ भन्ने उनीहरूले थाहा पाउँदैनन्। भोटेले केही औषधि र ज्याकेट भेट्टाउँछ र उपयोगी वस्तुहरूले भरिएको क्याबिनेट खोल्छ। तल देव केही खाना पाउँछ तर लिन खोज्दा तुरुन्तै भालु जालमा पर्छ र नष्ट हुन्छ। त्यसै समयमा दीपक बस्दछन् र पत्ता लगाउँछन् रोबोटहरू हराए। उनी अनुमान लगाउँछन् कि उनीहरू समस्यामा छन्। कमजोर अवस्थामा पनि उनी स्विट लगाएर उनीहरू पछ्याउँछन्। देवको अवस्था देखेर उनी दुखी हुन्छन् र दुःख रोक्न त्यसलाई बन्द गर्छन्। त्यसपछि उनी कसैले चलिरहेको पत्ता लगाउँछन् र आक्रमण गर्न तयार हुन्छन् तर त्यो केवल नयाँ ज्याकेट लगाएको भोटे मात्र हो। दीपक उनलाई डाँट्छन् कि यस ठाउँलाई उनीले पहिचान गर्न सकेन। अचानक नजिकबाट आवाज सुनिन्छ र उनीहरू दौडन्छन्। सिडीमा दीपक खोकीले घोडा
घुँडा टेक्छन् तर भोटे उनलाई उठाएर बाहिर ल्याउँछ। जति छिटो आरभीमा पुग्छन् तुरुन्तै उच्च गतिमा ड्राइभ गर्छन्। कार पछि लागिरहेको देख्दैनन्। घण्टौपछि रात पर्नासाथ दीपकले पछ्याइरहेको कार देख्छन्। भोटेले अन्धकारमा देख्न सक्ने भएकाले हेडलाइट बन्द गर्छन् तर कार अझै पछ्याइरहेको हुन्छ। उनीहरूले गति बढाउँछन्। दीपकले एउटा अन्डरपास देख्छन् र आरभी सडकबाट तल लैजान्छन्। भोटेले चेताउँछ कि आरभीको उचाइ अन्डरपास भन्दा बढी छ। दीपक डराएर ड्राइभ गर्छन्। दुर्भाग्यवश भोटे सही हुन्छ। अन्डरपासले आरभीको सौर्य प्यानल नष्ट गर्छ। भोटेको शक्ति प्रयोग गरेर आरभी पुरै लुकाइन्छ। समूह तनावपूर्ण हुन्छ। कार जाने कुराको पर्खाइमा भोटे पत्ता लगाउँछ कि दीपकसँग आत्मरक्षाको लागि बन्दुक छ। सौभाग्यवश कार जान्छ। दीपक बाहिर आउँछन् र क्षति हेर्छन्। आफूलाई दोष दिन्छन्। मर्मत गर्न नसक्दा उनी सुनिश्चित हुन्छन् कि उनीहरू सैन फ्रान्सिस्को पुग्ने छैनन्। भोटेले उनलाई शान्त पार्ने प्रयास गर्दा दीपक रिसाएर चिच्याउँछन्। भोटे हार मान्दैन र आरभीमा दीपकको पछि जान्छ। विश्वास देखाउने प्रयास गर्छ। दीपक प्रतिक्रिया स्वरूप कथा सुनाउँछन्। सौर्य विस्फोटपछि मानिसहरू बाँच्न कसरी सिक्ने भनी बुझ्दै थिए। दीपक सुपरमार्केट प्रवेश गर्छन् र केवल नुडल्सको झोला भेट्टाउँछन्। छिट्टै उनीहरूले आमा र छोरीलाई थुप्रै सामान बोकेको कार्टसँग देख्छन्। केटीको हातमा बन्दुक छ र आमा लगातार सम्झाउँछिन् कि कसैलाई देखेमा गोली चलाउन डराएर दीपक लुक्छन्। त्यही समयमा एक पागल मानिस शटगन बोकेर देखा पर्छ र जोडीको सामान माग्छ। आमा आफूलाई बचाउन प्रयास गर्छिन्। संघर्षको बीचमा पुरुषले धेरै पटक गोली चलाउँछ। दीपक बाहिर आउँदा आमा र छोरी दुवै मरेका हुन्छन् तर एउटा आवाज सुन्छन् र केटीको ब्याकप्याक जाँच गर्छन्। त्यहाँ एउटा डराएको सानो कुकुर फेला पर्छ। त्यो दिन दीपकले कुकुरलाई गोडियर नाम राखेर आफ्नो सुरक्षा गर्ने बाचा गर्छन्। त्यही दिन दीपकले कसैमा विश्वास नगर्न सिक्छन्। भोलिपल्ट दीपक विश्राम गर्छन् र भोटे ड्राइभ गर्छ। भोटे पोस्टकार्ड जाँच्छ र पत्ता लगाउँछ कि सैन फ्रान्सिस्कोको पोस्टकार्डमा काकाको होइन बुबाले हस्ताक्षर गरेका छन्। अन्य सबै पोस्टकार्डको पछाडिको भाग खाली छ। अचानक कम्प्युटरले भन्छ कि यहाँ युभी सङ्कटपूर्ण छैन। आरभीले एक पुतली हानेर रोक्छ। अचम्मित भोटेले वाहन रोक्छ र दीपकलाई देखाउँछ। दीपक अचम्मित भएर हात बाहिर राख्छन्। यो जलाउँदैन। तुरुन्तै बाहिर निस्केर सूर्यको तापको आनन्द लिन थाल्छन्। उनले धेरै पुतली र नजिकै फूल देखेर पनि अचम्म पाउँछन्। घण्टौपछि यात्रा जारी रहँदा उनीहरूले त्यहाँ धेरै बिरुवा बढिरहेको देख्छन्। उत्सवको रूपमा दीपकले राम्रो स्विट लगाउँछन् र सूर्यको तापमा पिकनिक गर्न आरभी रोक्छन्। भोटे स्वीकार्छ कि गत रात उनले पुलमा समूह देखेको थिए। दीपक उत्साहित हुन्छन् किनकि यसको अर्थ भोटे सपना देख्दैछ। पछि भोटे दीपकलाई सोध्छ किन उनले पोस्टकार्ड बारे झुट बोले। त्यसमा दीपक नयाँ कथा सुनाउँछन्। जब दीपक बच्चा थिए उनकी आमा भन्छन् कि उनको बुबामा भाइकिङको रगत छ। दीपकले भोटेलाई भाइकिङ दाह संस्कारको तस्बिर देखाउँछन्। उनको बुबा दीपक जन्मिनु अघि नै गएका थिए। उनी एक इन्जिनियर थिए। पुल बनाउँथे र ठेक्का पूरा गर्न यात्रा गर्थे। दीपकले आफ्नो 15औं जन्मदिनमा अनपेक्षित पोस्टकार्ड प्राप्त गरे। बुबाले लेखेका थिए कि एक दिन उनी आफ्नो छोरासँग भेट्ने आशा राख्छन्। दीपकले भेटघाटका लागि विशेष स्विट किन्छन्। दुर्भाग्यवश बुबाबाट फेरि खबर आएन तर दीपकले आफ्नो पोस्टकार्ड संग्रह सुरु गर्छन्। कथाबाट प्रभावित भोटे उत्साहित भएर भन्छ यदि चाँडो भए उनीहरू 18 घण्टामा गोल्डन गेट पुग्न सक्छन्। तर दीपक सम्झाउँछन् कि उनको जीवन छोटो छ र उनी पुग्ने छैनन्। भोटेले गोडियरको हेरचाह राम्रोसँग गर्ने बाचा गरेपछि दीपक बल फ्याँकेर भोटेलाई कुकुरसँग खेल्न सिकाउँछन्। भोटे बल फ्याँक्छ तर रामु सधैँ दीपकलाई बल ल्याउँछ किनकि अझै पनि भोटेमा भरोसा छैन। अचानक दीपक रगत खोकीले खाँदै थाल्छन्। भोटे सहयोग गर्न सोध्छ। दीपक भन्छन् मैले पहिले नै गरे। त्यसपछि उनी भोटेको हात समातेर न्यानो अंगालो साट्छन्। पछि दीपक आरभी भित्र विश्राम गर्न जान्छन्। रामु हेरिरहेको छ। भोटे बाहिर बस्छ सामान उठाउँदै। सूर्य अस्ताउँदा रामु रोएको आवाज सुन्छ र बुझ्छ कि दीपक अन्ततः बितिसके। प्रिय मित्रको सम्मानमा भोटे र रामुले दीपकलाई भाइकिङ दाह संस्कार दिन्छन्। उनको युभी स्विटसँग जलाउँछन्। सुरुमा भोटे अलमल्लमा हुन्छ र के गर्ने थाहा हुँदैन तर चाँडै आफ्नो बाचा सम्झन्छ कुकुरको हेरचाह गर्नु। भोटेले रामुलाई खाना दिन्छ र खेल्न सुरु गर्छ। पहिलो पटक रामुले बल भोटेलाई फर्काउँछ। एकसाथ खेल्दा उनीहरू सम्बन्ध गहिरो हुन्छ। रामुले भोटेलाई अंगालो हाल्छ। पछि उनीहरू फेरि यात्रा सुरु गर्छन् लक्ष्य पूरा गर्न दृढ। अन्ततः सैन फ्रान्सिस्को पुग्दा भोटेले दीपकको सम्झनामा स्मारक राख्छ। त्यसपछि रामुसँग गोल्डन गेट हेर्न जान्छ। भोटे यसको सुन्दरता देखेर अचम्मित हुन्छ तर मानिसहरूले आफ्ना प्रियजनको लागि छोडेका सन्देशहरू देखेर अझ अचम्मित हुन्छ। अरू बाँच्ने मानिसहरू भेट्न सकिन्छ भनेर देखेर भोटे रामुलाई भन्छ हामीले उनीहरू खोज्नु पर्छ। त्यसपछि उनीहरूलाई चित्र सहित पोस्टकार्ड टाँस्छ र कुकुरसँग नयाँ जीवन सुरु गर्न तयार हुँदै बाहिर जान्छ।